धराने मेयर हर्क साम्पाङको यो चर्तिकला हेर्नुहोस् त एकपटक। यी मान्छेले के खान दुःख गरे होला? आफूले त दुःख गरेको छ, आम जनतालाई सम्म चैनसित बस्न दिएको छैन। लिएर आएर बेल्चा हनाएको छ गरी, ढुङ्गा बोकाएको छ गरी, पाइप बोकाएको छ। यो के पारा हो मेयर साहब? उपमहानगरपालिकाको मेयर जस्तो मान्छेले यस्तो काम गरेको सुहाउँछ? उपमहानगरपालिकाको मेयर त कुर्सीमा बसेर आदेश गर्ने हो, यसो गरौ उसो गरौ भन्ने हो। यसरी आफै फिल्डमा खटिएर बेल्चा हान्दैमा समस्याको समाधान हुन्छ? यो त सरासर जनतालाई दुःख दिने काम मात्रै भयो, त्योभन्दा सिवाय अरू केही पनि होइन भन्ने कुरा तपाईलाई पनि लाग्यो होला साथीहरू, होइन? हो, सबैलाई लाग्यो होला यो कुरा। तर साथीहरू, वास्तविकता यही हो अबको नेपालको। यदि हामीले हाम्रो देशलाई अगाडि बढाउनु छ भने अब यो गर्नुको विकल्प